ल यो चाहिँ क्लास 8 को च्याप्टर 3 रेसनल एन्ड इरेसनल नम्बर। फ्र्याक्सनल नम्बर भनेको थाहा छँदैछ होला, त्यो दुईवटा नम्बर बाईमा लेखेको हुन्छ डिभाइडको फर्ममा, माथि तलै दुईवटा नम्बर लेखेको हुनु पऱ्यो। 0 बाईकै त तल 0 लेख्न पाएन। डेसिमल नम्बर भनेको नि त्यही हो, 0 पोइन्ट पछाडिको नम्बरहरू कन्टिन्यू फर्ममा लेख्दा पनि भयो, नलेख्दा पनि भयो। 0.25, 0.35 एक्जाम्पल। अब टाइप्स अफ डेसिमल नम्बरमा छौँ, टर्मिनेटिङ डेसिमल नम्बर र नन टर्मिनेटिङ डेसिमल नम्बर। टर्मिनेटिङ डेसिमल नम्बर भनेको चाहिँ के भन्दाखेरि 0 पोइन्ट समथिङमा गएर इन्ड हुने क्या। 0.55 सक्यो, त्यसपछि नम्बर रिपिट, त्यसपछि नम्बर आउनु भएन। अथवा 0.666 रोकियो भने त्यो चाहिँ टर्मिनेटिङ भयो क्या। लास्टमा फेरि 666 पछि 0 आउँछ क्या, 0.6660। अब यसको एक्जाम्पल हेरौँ, 0.250, 0.35 अनि लास्टमा 0। दिस नम्बर्स आर इन्ड अर टर्मिनेट आफ्टर अ फाइनाइट नम्बर अफ डिजिट्स टु द राइट अफ द डेसिमल। डेसिमलको राइटतिर चाहिँ फिक्स नम्बर आउनु पऱ्यो अनि गएर इन्ड हुन्छ। नन टर्मिनेटिङ हेरौँ त के छ। अब दिस आर डेसिमल द्याट टु नट इन्ड है नि त, इन्डै हुँदैन, कन्टिन्यू फर्ममा गइरहेको छ। नन टर्मिनेटिङ एउटा कुनै पनि फाइनाइट नम्बरसम्ममा इन्ड नहुने डिजिटलाई चाहिँ नन टर्मिनेटिङ भनिन्छ। अब एक्जाम्पल भनेको चाहिँ यसको चाहिँ 1.667हरू त्यस्तै हुन्छ राइट अफ द डेसिमल। तिमीलाई थ्योरी हेर्न अप्ठ्यारो के अरे अल्छी लाग्छ भने चाहिँ लास्टतिर बिचमा है त 10 मिनट पछि 5 मिनटतिर 5-6 मिनटदेखि चाहिँ उयो आउँछ, त्यो एक्सर्साइज आउँछ, डाइरेक्ट त्यहीँ पुऱ्याउँदा नि हुन्छ। त्यहाँ एक्सर्साइजमा पनि सोधेकै हुन्छ थ्योरी, त्यही भएर यहाँ पढाइदिएको। दिस आर द decimal that do not end or terminate after the finite number of digits to the right of the decimal point. There are two types of the non-terminating decimals. अब एउटा चाहिँ रिपिटिङ भनेको चाहिँ अब रिपिट भइराख्ने सेम नम्बर। इफ अ नम्बर आफ्टर पोइन्ट रिपिट कन्टिन्युअसली, continuously, CONTINOUSLY, to the right of the decimal, to the same number. जस्तो एक्जाम्पल हेरौँ, 0.3333 हेर्ने, यहाँ 333 रिपिट भयो, त्यही भएर रिपिटिङ सेम नम्बर हो। अब रिपिटिङ चाहिँ कस्तो भनिरहेको भन्दाखेरि अब नन रिपिटिङमा जाउँ। 0 पोइन्ट अब यहाँ चाहिँ अरू नम्बर आउँछ तर रिपिट चाहिँ नहुने क्या। अब यो भित्र हामी नन टर्मिनेटिङ भित्रै छौँ है, फेरि चाहिँ डट डट त भइहाल्छ अटोमेटिकली। डट डट भनेको त्यही नम्बरहरू दोहोरिँदै जान्छन् भनेको। अब के नम्बर दोहोरिँदै जान्छ। अब रिपिटिङमा चाहिँ 333 नै दोहोरियो, त्यहाँ 0.444 नै दोहोरियो भने नन रिपिटिङमा चाहिँ फाल्टो नम्बरहरू दोहोरिन्छन्, डिफ्रेन्ट नम्बर होइन। इफ अ डेसिमल आर रिपिट डिफ्रेन्ट नम्बर। यहाँ भोइस अलिकति नराम्रो आउन सक्छ। अब एक्जाम्पल हेर्ने, आफ्टर राइट डेसिमल। अब एक्जाम्पल भनेको 1.3.142, यो चाहिँ पाईको भ्यालुहरू यस्तो हुन्छ भनेर अब त्यो एक्जाम्पल मात्रै दिएको है। यसरी नन रिपिट। यसरी अब इरेसनल नम्बर भनेकोतिर जाउँ। रेसनल नम्बर र इरेसनल नम्बरको डिफ्रेन्स बिट्विन पनि छ, अलिक पछि हेर्ने। इरेसनल नम्बर भनेको the irrational number cannot express in the form of P by Q where Q is not equal to 0। अब यो भनेको चाहिँ यो फर्मल डेफिनेसन भयो त। The irrational number cannot be expressed in the form of P by Q where Q not equal to 0। exact roots cannot be the number exact roots cannot be found। अब यो दुईटै डेफिनेसन एउटै हो त। √2, √3, √4, √5 हो हुँदैन। अब इरेसनल नम्बर
प्रोपर्टिज अफ इरेसनल नम्बर हेरौँ। प्रोपर्टिज अफ इरेसनल नम्बरमा के भन्छ भन्दाखेरि चाहिँ दुईवटा इरेसनल हामीले चाहिँ तीनवटा प्रोपर्टी छ है त। प्रोपर्टी नम्बर 1ले के भन्छ भन्दाखेरि जसरी हामीले रेसनल नम्बर हामीले अहिलेसम्म पढ्दै आएको नम्बरहरूलाई एडिसन सब्ट्र्याक्सन मल्टिप्लिकेसन गर्थ्यौँ 4वटा अपरेसन, त्यो पनि यहाँ पनि गर्न मिल्छ। द 4 अपरेसन्स अफ एडिसन सब्ट्र्याक्सन मल्टिप्लिकेसन एन्ड डिभिजन लाइक, अब यहाँनिर के लेखेको छ, होल्ड गुड फर। यो भनेको चाहिँ के भन्दाखेरि हामीले जसरी अहिलेसम्म पढ्दै आएको रेसनल नम्बर छ, एडिसन मल्टिप्लाई डिभिजन र सब्ट्र्याक्सन गर्न मिल्छ। यो इरेसनल नम्बरलाई पनि एडिसन मल्टिप्लिकेसन डिभिजन र सब्ट्र्याक्सन गर्न मिल्छ, दुईवटा इरेसनल नम्बर है त। त्यही भनेको हो, केही पनि होइन। अब तिमी आफ्नै ल्याङ्ग्वेजमा लेख्दा नि हुन्छ, यहाँ त्यस्तो फरक पर्दैन। अब नम्बर 2ले के भन्छ भन्दाखेरि दुईवटा इरेसनल नम्बर जोड्दाखेरि चाहिँ त्यसको आउटपुट चाहिँ अथवा त्यसको रिजल्ट चाहिँ इरेसनलै नम्बर नआउन सक्छ। दुईवटा इरेसनल नम्बर जोड्दाखेरि आउटपुट चाहिँ रेसनल पनि आइदिन सक्छ भनेको क्या यो। अब प्रोपर्टी नम्बर 3मा जाउँ। त्यही हो, दुईवटा इरेसनल नम्बर प्रोडक्ट गर्दा मल्टिप्लाई गर्दा चाहिँ यसको पनि के आउन सक्छ भन्दाखेरि रेसनल नम्बर आइदिन सक्छ, इरेसनलै कहिलेकाहीँ नआउन नि सक्छ भनेको। अब यो चाहिँ खतरा प्रोपर्टी हो। अब यसको हाम्रो क्वेसन पनि छ उतापट्टि, लङ क्वेसन टाइपको छ, त्यो हामी त्यता नि गर्छौँ। रेसनल नम्बर अब एक्जाम्पल हेरिदिइहालौँ ल। अब √6 × √6 दुईवटा √6 दुईवटा डिफ्रेन्ट नम्बर थियो, त्यो दुईवटालाई मल्टिप्लाई गर्दा के आयो, रेसनल नम्बर आयो, 6 आयो। अब समको पनि एक्जाम्पल हेरिदिउँ। √3 - √3, अब यहाँ 0 आयो। √3 र √3 के थियो, हाम्रो रेसनल नम्बर थियो। अब माइनस सम भन्नेमै माइनस के भन्छ -√3 एड गरेको है त्यो। अब यो रेसनल नम्बर आयो होइन। हामीले दुईवटा इरेसनल नम्बरलाई जोड्दा पनि अथवा घटाउँदा के आयो, रेसनल नम्बर आयो। भनेपछि दुईवटा इरेसनल नम्बरलाई मल्टिप्लाई गर्दा पनि रेसनल नम्बर आयो। त्यही प्रोपर्टीले भेरिफाई गरौँ। सधैँ हुन्छ भनेको होइन, कहिलेकाहीँ चाहिँ हुनसक्छ भनेको नि त। रिप्रेजेन्टेसन अफ रेसनल नम्बर इरेसनल, अब यहाँ एउटा चार्ट छ, इरेसनल नम्बर इन टर्म अफ रिपिटिङ। अब यो सिधै यो इन्टिजरको चार्ट भन्दा नि हुन्थ्यो, यो रिपिटिङ एन्ड नन रिपिटिङ। सुरुमा छ डेसिमल पोइन्ट। डेसिमल नम्बर भनेको 0 पोइन्टबाट स्टार्ट भएको नम्बरहरूलाई डेसिमल नम्बर भनिन्छ। यो चाहिँ डेसिमल नम्बरमा के छ भन्दाखेरि हाम्रो छ टर्मिनेटिङ भनेको 0.15 0.16 गरेर इन्ड भएको नम्बरहरू जति पनि छ सबै टर्मिनेटिङ हो। यो भनेको सबै रेसनल हुन्छ भनौँ यहाँबाट रेसनल नम्बर। अब नन टर्मिनेटिङ भनेको त्यो इन्ड नहुने क्या 1.6725 0.13145 त्यस्तोवाला चाहिँ नन टर्मिनेटिङ भयो। नन टर्मिनेटिङभित्र दुई छ, रिपिटिङ भनेको फेरि र नन रिपिटिङ। अब रिपिटिङलाई चाहिँ रेसनल नम्बरै भनिन्छ भने नन रिपिटिङलाई चाहिँ इरेसनल नम्बर भनिन्छ। अब हामी एक्सर्साइजतिर जाउँ। अब यहाँ मैले बक्सले हेरिदिएँ होइन। अब यो अलिकति यहाँ लाइटको उयो मिलेको छैन होइन, आज म घर आएको छु। अब त्यही भएर चाहिँ हो। यो चाहिँ सट्ट बनाउनु पर्यो त, यो चार्ट बनाएर टाँस्दा नि हुन्छ। अब जुन डिफरेन्स बिट्विन रेसनल एन्ड इरेसनल, रेसनल एन्ड इरेसनल।
rational number, irrational number. It include rational number and it include perfect square. यो पर्फेक्ट स्क्वायर भनेको चाहिँ जस्तो √36 त्यस्तो नम्बरहरू है त जुनको चाहिँ पर्फेक्ट स्क्वायर आउँछ भनेको छ। इट इन्क्लुड सर्ट। अब सर्ट्स भनेको चाहिँ के भन्दाखेरि टुक्रा त्यस्तो उयो नआउनेवाला के। इट एक्सप्रेस्ड इन द रेसियो वे बोथ न्युमिनेटर एन्ड डिनोमिनेटर। यो सबै एक्सर्साइजमा छ है, पछि त्यही भएर यहाँ अगाडि नै पढाइदिएको होल नम्बर। न्युमिनेटर र डिनोमिनेटर दुइटै नम्बरहरू चाहिँ होल नम्बर। न्युमिनेटर डिनोमिनेटर भनेको चाहिँ जस्तो बाईको फर्ममा छ भने क्या 2/3 छ भने माथिकोलाई चाहिँ न्युमिनेटर भन्छ, तलकोलाई चाहिँ डिनोमिनेटर भन्छ। यिनीहरू चाहिँ होल नम्बर छ भने त्यो रेसनल नम्बर भइहाल्यो। 0/2 त डिनोमिनेटरमा 0 भयो भने चाहिँ फेरि इरेसनलमा जान्छ। इरेसनल पनि होइन, त्यो त कम के भन्छ त्यसलाई त 1/0 भनेको चाहिँ इन्फाइन के नम्बर अरे त्यो इन्डिफाइन्ड नम्बर भन्छ त्यसलाई। त्यो नम्बरै होइन 1/0 भनेको फेरि इन्डिटर्मिनेन्ट, त्यसको भ्यालु नै छैन है त। अब यतापट्टि इरेसनल नम्बरको हेरौँ त। इट इज इम्पोसिबल टु एक्सप्रेस इरेसनल नम्बर एज अ फ्र्याक्सन अर रेसियो अफ 2। इरेसनल नम्बरलाई चाहिँ यो निकाल्न चाहिँ एकदम गाह्रो छ भनिरहेछ। फ्र्याक्सनमा कन्भर्ट गर्न गाह्रो हुन्छ। ओ माई गड, साँझ फेरि साँझ। Decimal expansion for the rational number executes finite or recurring। रिकरिङ भनेको चाहिँ सेम नम्बर है त। जस्तो सेम नम्बर आएको गऱ्यो भने 1.6666 आयो भने चाहिँ त्यसलाई रिकरिङ भनिन्छ है त। त्यही हो रेसनल नम्बर भनेपछि। त्यस्तै त हामीले अघि उता त्यो टेबलमै हेरिसक्यौँ त। नन रिकरिङ भनेको चाहिँ फाल्टै नम्बरहरू। अब रियल नम्बर भनेको द सेट कलेक्सन अफ इरेसनल एन्ड रेसनल नम्बर चाहिँ सबैलाई के भनिन्छ, रियल नम्बर भनिन्छ। र रियल नम्बरलाई हामीले एउटा लाइनमा सबै नम्बरलाई एउटै लाइनमा खिच्न पनि सक्छौँ है त। अब एक्सर्साइजमा जाउँ। अब हाम्रो यहाँबाट स्टार्ट हुन्छ एक्सर्साइज 3.1। त सुरुको अब यहाँ डेफिनेसन पार्टहरू छ। अब यो डेफिनेसन पार्टहरू भनेको चट्टसँगले ए नम्बरमा छ नेचुरल नम्बर। कुनै पनि क्वान्टिटीलाई रियल क्वान्टिटीलाई है त हामीले नम्बरको फर्ममा एक्सप्रेस गर्ने नम्बर्सहरूलाई चाहिँ नेचुरल नम्बर भनिन्छ। जस्तै फेन एउटा छ भने 1 फेन, दुईवटा छ भने 2 फेन होइन, तिनवटा छ भने 3 फेन हो क्या। द क्वान्टिटी अफ अ फिजिकल इन्टिटी भनेको अब्जेक्ट है त। यो चाहिँ मेरै डेफिनेसन हो। अब तपाईँहरूले आफ्नो डेफिनेसन लेख्न पनि सक्छ। इज कल्ड नेचुरल नम्बर। नेचुरल नम्बरमा 0 चाहिँ हुँदैन क्या। किन हुँदैन भन्दाखेरि यो कक्षामा 0वटा ल्यापटप छ भन्न मिल्दैन नि त। 0 त सबैमा पर्छ नि त, त्यही भएर चाहिँ त्यसलाई भन्न मिल्दैन। अब अथवा मसँग 0वटा कार छ भने जस्तो हो क्या। एउटा कार होइन, रियल फिजिकल क्वान्टिटी क्या। नेचुरलमा रियलमा भएकोलाई चाहिँ कुनै अब्जेक्टलाई चाहिँ नम्बरमा अनि त्यसको क्वान्टिटीलाई नम्बरमा डिफाइन गर्नु पऱ्यो भने चाहिँ त्यो नेचुरल नम्बर हो क्या। एउटा कार, दुईवटा कार, कारै छैन भने त त्यो 0 कार भन्न मिलेन क्या। त्यही भएर 0 चाहिँ हुँदैन। अरू सबै नम्बरहरू पोजिटिभमा हुने नम्बरहरूलाई चाहिँ नेचुरल नम्बर भन्छ। होल नम्बर भनेको त्यही हो, 0 पनि आउँछ यसमा चाहिँ भनिन्छ। दिस नम्बर एक्सप्रेस्ड द क्वान्टिटी अफ रियल फिजिकल इन्टिटी अथवा अब्जेक्ट अथवा यहाँ क्वान्टिटी नै भन्दा नि हुन्छ। होल नम्बर भनेको त्यही हो। यस्तो नम्बरहरू हो जुनमा चाहिँ 0 पनि आउँछ, अरू नम्बरहरू पनि, त्यसलाई सबै हामीले के भन्छ, होल नम्बर भनिन्छ। इन्टिजर्स भनेको के हो त? अब
the sum of all real number is called integer is called integer denominator इरेसनल नम्बर अब इरेसनल नम्बर भनेको त्यही पी बाई क्यूको फर्ममा एक्सप्रेस नगर्ने नम्बरहरूलाई चाहिँ इरेसनल नम्बर भनिन्छ है त दोज नम्बर द्याट क्यान नट बी एक्सप्रेस्ड इन टर्म अफ पी बाई क्यू वेयर पी एन्ड क्यू आर डिफरेन्ट टु रियल नम्बर is called irrational number. अब म चाहिँ एकैचोटि के अरे लङ क्वेसनमा मात्र भोइस हाल्छु है त यहाँनिर सुइसी सार्नु यो डिफिनेसनहरू अब रियल नम्बर भनेको त्यही नम्बरहरू भइहाल्यो पोजिटिभ र नेगेटिभ अल पोजिटिभ एन्ड नेगेटिभ नम्बर जतिलाई लेख्न मिल्छ जति नम्बरहरू छ त्यो लेख्न मिल्ने नम्बरहरू सबै रियल नम्बर भइहाल्यो अब त्यो सम अफ इरेसनल एन्ड रेसनल नम्बर आर कल्ड रियल नम्बर भनिन्छ अनि के छ अब यहाँनिर हेर्दै जाउँ मेरो चाहिँ भोइस उता आउँछ है अब डाइरेक्ट
र हामी सल्भमा आइपुग्यौँ। अब यहाँबाट हाम्रो न्युमेरिकल स्टार्ट भयो। विच अफ द फलोइङ इज रेसनल, फलोइङ नम्बर आर रेसनल, इरेसनल एन्ड रेसनल, इरेसनल एन्ड रेसनल। अब यहाँमा गरेको छ √3, √7, √3/5 र 6/7 छ होइन। √3 र √7 चाहिँ इरेसनल नम्बर हो। 6/7 पनि इरेसनल नम्बरै हो है, किनकि 1.16666666 हुन्छ होइन। 1.666 भएपछि के हुन्छ, 1 7 37 4 28। अब त्यो 6/7 पनि होला यहाँ इरेसनल नम्बर, त्यो 6/7 पनि हो। 3/5 अनि बी नम्बरमा भनेको √3 इरेसनल नम्बर हो। √4 भनेको 2 भइहाल्यो, 7 भनेको भइहाल्यो, 3/5 भनेको 0.6 भइहाल्यो। √3 को हाम्रो नम्बरै छैन, √3 भनेको अब त्यो इरेसनल नम्बर भइहाल्यो। माइनस √3, अब यहाँनिर 0.8, यहाँ पनि √3 हाम्रो चाहिँ 1 पोइन्ट कति डट आइरहेको छ क्या, त्यही भएर इरेसनल नम्बर भयो। चेक गर्नु छ भने सिम्पल क्यालकुलेटरमा हान्ने है त, फिक्स 10मा राखेर हान्ने। 10सम्मै आयो भने त इरेसनल भयो भनेर बुझ्दा नि हुन्छ। यहाँ √5 आयो, 7/5 20 भनेपछि यो 5/7 20 24। यहाँ चाहिँ 5/7 पनि हुन्छ है, इरेसनल नम्बर मात्र लेख भनेको रहेछ। 5/7 पनि हुन्छ। 22/5 भनेको रेसनल भइहाल्यो। 5/2 भनेको यहाँनिर भनेको त्यही हो। 30 भनेपछि 20 28 जी नम्बर।
7 नम्बरको यहाँ हेरौँ त। यहाँ दुईवटा नम्बर दिएको छ, 2 + √3 र 2 - √3 इरेसनल नम्बर छ, किनकि यहाँ रुट आइरहेछ। अब यसलाई चाहिँ के गर भनिरहेछ यहाँनिर, मल्टिप्लिकेसन प्रोपर्टी भेरिफाई गर भनेको छ। मल्टिप्लिकेसन एडिसन हाम्रो त्यसमा के थियो भन्दाखेरि दुईवटा नम्बर चाहिँ इरेसनल नम्बर छ भने मल्टिप्लाई गर्दाखेरि चाहिँ त्यसको रिजल्ट चाहिँ इरेसनल नै नआउन पनि सक्थ्यो नि त। हो त्यही प्रुफ हाम्रो प्रोपर्टीमा त्यही थियो, त्यही भेरिफाई गर भनेको छ। मैले एक्स र वाइ लेट गरेँ दुइटालाई। लेट 2 + √3 भनेको एक्स, 2 - √3 भनेको वाइ भइहाल्यो। टु भेरिफाई अब यहाँनिर थोरै थ्योरी छ। अब यहाँनिर एडिसन सुरुमा त प्रोपर्टी लेखिदिन्छु म। अब के छ प्रोपर्टी भन्दाखेरि इफ यु एड टु इरेसनल नम्बर देन द रिजल्ट मे बी रेसनल हो क्या। दुईवटा इरेसनल नम्बर चाहिँ जोड्दाखेरि कहिलेकाहीँ रेसनल पनि आउँछ भनेर प्रोपर्टी थियो, त्यही प्रोपर्टी लेखेको छ यहाँ। मल्टिप्लाईमा पनि त्यही छ है। भेरिफाइङ त कसरी भेरिफाई गर्ने भन्दाखेरि